17,000 दुना तिना नेपाली जनताहरूको लासमा टेकेर लाखौँ नेपाली जनताको घरबार विहीन आमा बुवा विहीन बनाएर टुहुरा बनाएर कतिको त हजारौँको सङ्ख्या त लास र सासकै अत्तो छैन आजसम्म। त्यस्तो रणसङ्ग्राम आतङ्कवादी प्रचण्डे ठुक्क साला कुत्ता हरामी केपी भाइरस भित्र धमिरा पारेर खाने केपी मुर्दाबाद, गणतन्त्र मुर्दाबाद। अनि सेरे तँलाई त घाँटीमा राखेर तँलाई त सेर नपर्ने तँ सेरेले आज तिमीहरूलाई चाहिँ कारवाही नगर्ने, तिमीहरू चाहिँ नि देवता समान होइन, जो देवता समान त्यसलाई चाहिँ तिमीहरू कारवाही गरेर देखाउने थुक्क सालीहरू हो। बागमती खाऊ, ढल खाऊ, बरु बुद्धि आउँछ तिमीहरूको। साह्रै गऱ्यौ यार, तिमीले त डिप्रेसनमै पुऱ्याएर छोड्यौ। बडो दुःखले बाँचेको त किन बाँचे होला जस्तो लाग्न थाल्यो। अब त तिमीहरूको यो चर्तीकलाले गर्दाखेरि तिमीलाई मर्नु पर्दैन। तिमीले कात्रो किन्न सकेनौ भने म किनिदिउँला कात्रो, तिमीलाई कात्रो मै किनिदिउँला, जलाउने खर्च पनि मै हालिदिउँला। छोड्द्याओ मेरो देशलाई र मेरो राजपरिवारलाई छोड्द्याओ, तिमीहरूले बक्स्याओ यार। अति गऱ्यौ, त्यति गऱ्यौ भने अलिकति पाप त कम हुन्छ कि तिमीहरूको। तिमीहरू जनता भेडाहरू। प्रचण्डले के गर्यो थाहा छैन, सेरेले के गर्यो थाहा छैन, केपी शर्माले के गर्यो थाहा छैन। तैपनि तिनीहरूकै लङ्गौटी धोको छ, बस्या छ, नानाबाती गर्या छ, मौकाको फाइदा उठाएछ, जता भन्यो त्यतै दौड्या छ। तिमीहरू नालायकहरू, ठिक्क तिमीहरू नेपाली हौ, घिन लाग्छ तिमीलाई नेपाली भन्न पनि। अब त